अरे खसीको यत्रो हुन्छ बोकाको यत्रो हुन्छ हो र मैले हेरेन कि सिधै कुकुर आयो कुकुर कुकुर आएको जाँदा गयो ओए गो 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 हात टुक्ने यो मा चल 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 ओपिजी ब्लग मेरो भाइ छोइन एउटा लाग्दैन टेक्नोलोजी हो के सो गुड मर्निङ एभ्रीबडी सबैजना सन्चै हामी म सन्चै आरामै छु होइन मैले ट्र्याक लगाएर हामी चाहिँ बिहान कति 8:30 बजीतिर चाहिँ हामी चाहिँ आज आफ्टर लङ टाइम भइसक्यो होइन राइड जान पऱ्यो भने हामी हिँडिरहेका छौँ पहिले हुन्छ यहाँ हाम्रो सन्डे दाइ होइन के छ ठिक छ ट्र्याक लगाएर आउने केटाहरू चाहिँ तल चौरा आएर बसिसकेछन् अरे हामी चाहिँ हल्का लेट भयो कि मेरो गोबर त पुरै चार्ज भइएर सकिएर बन्द भएको थियो थाहै नभएको होइन अनि चार्ज गरेर 50%मा चार्ज छ अब हामी चाहिँ यत्रो चाहिँ कहाँ हुन्छ सुनौली सुनौल के अरे सुनौल निका अरे सुनौल पनि भाइ म त सुनौली भनेर आइदिरहेको थिएँ अनि होइन हुन त मतलब म त धेरै पछि आएको तपाईँ त हिँडिरहनु भएको थियो केटाहरूसित राइडमा 2 हप्ता भयो जम्मा म नहिँडेको 1 वर्ष भएर लगभग यार 1 वर्ष नहुन 8-9 महिना चाहिँ भयो होला चलो गोपुमा कम चार छ है त्यही भएर सबै केटाहरूलाई देखाउनु पऱ्यो गएको ठाउँ पनि देखाउनु पऱ्यो त्यही भएर उसले यति गरौँ चौरा पनि यहाँ हो र ए म त यहाँ लखन पर्थ्यो कि भन्दैन होइन सायद त्यहाँ यो चाहिँ काठमाडौँ जाने बाटो त होइन यो चाहिँ बवाल छ क्या अनि जेनजी आन्दोलनको बेला आएर यही सुतेको हो नि त गाडी दामी यार म त सुतेको होइन अरू बसेको हुने गाडी रोक्ने भनेर यार सिधै तेस्री जना गाडी आएको यार आम्बो तर त्यतिखेरको जुरुन भने जुरुन हो क्या यो हो नि त सिन भने गाडी कस्तो देखेछ आई डोन्ट नो बट म क्यामेरा एङ्गल पनि मिलाएन राम्रै भयो होला म त मेरो गाइजहरूलाई मेरो लुकै देखाउन भुलेछु त ट्र्याक लाएर मेरो शरीरमा छ ट्रेकको जर्सी होइन के मैले नकाटेको यार अब नकाटेको भन्दा नि होइन त्यो नकाटेको भन्दा पालेको होइन नपाटेको ट्र्याक लाएर यो 150 को चस्मा है लुम्बिनीमा गएर 150मा पाइदो रहेछ यार तर खासै म क्वालिटी चाहिँ लो छ होइन त्यही यार मैले उहिले केटाहरूसँग हिँड्दाखेरि मैले 1500को चस्मा ताकेर बस्दै बहुत राम्रो दिन्छ मलाई यस्तो हुन्छ हामीलाई यो घाम स्याम त अब पुरै छक्के फोन हान्ने सो त गाइज हाम्रो रेस ल सकेन केटाहरूको एग्रिजन के छ सन्चै चल्छिहाल्छ नि त यार केटा आफ्टर लङ टाइम त ल आइयो ल हामी चाहिँ एउटै ग्रुपमा चलो लोकेसन थाहा छैन गरी कता हो यत्तिकै हिँड्दिने हो हिँड्दिमा त यत्तिकै के खान्छ हाम्रो अनसिमको हालखबर अनि यार म त हिँडेकै थाहा पाउँदैन यार अब बिहान कलेज हुन्छ मेरो अनि त्यति बेला त म कलेजमा पढ्न गइरहेको हुन्छु त्यही भएर नि हो क्या कलेज जाने गर्दा न हामी यति हो हामी अहिले पसिमहरू आउँ भनेर तिम्रो सिट कति हाइट हो र बढाएको उसले नाइ मलाई के ओल्डिङ सोल्डिङ गरेर अर्को रोड आनेको त होइन कसले यत्रो बस्नु भन्दैन त यार ट्र्याक लगाएर है अब हामी जाने कहाँ हो अहिले केवली भन्ने कहाँ हो भनेको मैले अघि नै सोधिरहेको थिएँ सुनौली कि सुनौलतिर ल ट्र्याक लगाऊँ ल मेरो चस्माको फिल्टर हेर्नु छ यो हो कि चस्माको फिल्टर भनेको
यो के यति ठुलो भयो आफै के को फ्याक्ट्री हो ट्रेनमा हिँड्नु पऱ्यो क्या होला हात छोडेर सकिन्छ कि नै त बाहिर जाँदो रहेछ यार जान्न जान्न ओइ सकाउन त सकिन्छ है ए मस्तले लोलमा हात छोडेर यो के प्रो राइडर होइन ओ ल ल ल गाडी हेरेर सुरु गरेको चाहिँ अहिले केयर गर्न लागि यस्तै भइरहन्छ साइकल पाइदल गाडी गर्न भुलेछु क्या हिँड्यो सिधै होइन अब कतै भेट्यो भने चाहिँ गर्नु होला अहिले चाहिँ हामी नियन्त्रण गाडी गइरहेका छौँ ओ ल ट्र्याक लाएर हाम्रो राइड सुरु भएको पनि 20 मिनट त भइसकेको थियो त जाउँ अब अघि हाम्रो चाहिँ ट्र्याक लाएर आजको राइड चाहिँ अनएक्सपेक्टेड थियो क्या एक्कासी होइन म्यासेज हेर्छु न केटाले जाम या प्लिज भन्दै अनि त्यसरी हिँड्ने म त अब भर्खर उठ्न त चाँडै उठेको थिएँ कि नास्ता पनि खाएको थिएन घर नि फोन गरेँ होइन घर फोन त गर्नु पऱ्यो राइडमा गएको छु भनेर होइन ट्याग लाएर बल्ल घर फोन गर्दैछु कि म जाँदैछु भनेर झ्यापझुप चिया पकाए खाइदिए हिँड्ने त्यसपछि हेलो हामी साइकल राइडमा गयौँ म अन्त साइकल लिएर के साथीहरूसित यता अब यो सुनौलीतिर सुनौली होइन सुनौल हो क्या नजिक हो खाना होइन सबै नास्ता खाएर खाना आउति खाइन्छ हामी छौँ 1 2 3 4 5 जना ट्याग लाएर घर नि हान्ने गइदियो फोन अब चाहिँ घर अब फोन हानेको बेला उठाएन भने नि हात्तिनुहुन्न आजको मौसम चाहिँ यस्तो छ होइन बादल सदल लागेको छ हेरौँ अब आज खासै घाम नलागोस् होइन पानी पनि नपऱ्यो पानी परेपछि फेरि भ्याउने पानी पर्छ त लक्ष्मीमा गोलबारतिर खतरा पर्छ त्यतिर खासै पर्दैन खास पानी ओइ कुकुर बस्छ यार टायर बहुत थाकिन्छ यस्तो चलाउँदा कस्तो टायर कुचुल कुचुल गर्छ होइन बहुत टायर थाकिन्छ यार हामी चाहिँ यहाँबाट झर्यो त ट्यागला हामीले ट्यागला जङ्गलभित्र अब चाहिँ यिनको हप फेरि खत्रै हो भने त फेरि खै हप साउन्ड सुनाउ त यो भनेको बिग्रेर होइन कि यो भनेको झन् महँगो साइकल हो कि न त तिमीले के सुने हो के सुने हो ल गीत गीत भन त त न त्यो राइमिङ भनेको राइमिङ त्यो लिरिक्स हो र ए यो सर्टर बाटो हो कि कसो खै के होइन म यत्तिकै भए पनि होइन ए ट्याग लगाएर अफ रोड छ यहाँ बल्ल हुँदैन नि त यत्तिकै पाउनु पर्छ तिमी इन्डियनहरूले पुरा अफ रोड ओए सरफ जसरी भलकोले जस्तो मैले हेर्छु होइन त्यस्तोमा ओए यता गइसकेर यस्तो घाँसी घाँस छ त्यहाँ सरपरी हुनसक्छ गइसकेर क्या होइन त्यस्तै हो जाउँ सर अगाडि अनि मैले चाहिँ केउली जाम भनेर केउली यहाँ ए ल आफूले आज साइकलले यस्तो उफारे नि बसाउँछु यार यस्तोमा त म हात छोडेर चलाउँथेँ कि यस्तो उफाऱ्यो सिधै यत्रो दिन खासै साइकल चलाएको थिएन मैले मेन्टेन गरेको थिएन होइन भन त्यही त यार बहुत उफारे अब यता तिमी भयो हावा ठिक छ कि यो सकरमा मैले ओइल गर्न भुलेको छु क्या हिँड्ने बेला गर्छु भनेको थिएँ ओइल गरेको त लचकै बस्दै गयो साइकल त
मैले त एकचोटि खोले यार हुन त केही पनि भएको थिएन साइकल सर्भिस गरिदिउँ भनेर खोलिदिएको त्यसपछि झन् लकै बिग्रियो अब म लक काम गर्छु तर पुरै घुम्छ क्या त्यही भएर आज सकरमा ओइल गर्न भोलिहरू त बहुत दुखाएर होइन चल्दै पनि जाँ कहिले काहीँ यस्तो गर्नुपर्छ बल्ल बल्ल पुछपुछी आउँदा सम्झिन्छ नि त उफार्छ भनेर ओइ जहाँ होला 15-20 मिनट लाग्छ यहाँ त केवली जानको लागि चाहिँ पिच रहेछ है त हामी यहाँ कति 10 मिनट जति चाहिँ अफर हाल्यौँ भित्र गइदिन्छ यार लुब्रिकेट नगरेर यस्तै हुन्छ के हालेर डुप्लिकेट नाइ म तेलै छैन नि त ब्याग गर यसले तान के ल अब गर नि तिमी ब्याग गर ब्याग गर्नु अझै अहिले अगाडि गर अझै गर अगाडि यसलाई तान्न मिल्दैन अगाडि गर क्या पहिला हेलो भाइ कहिले गएको थिएन भित्र यार अहिले गयो नि त्यही भएर के अगाडि चाहिँ हान्दैपछि हुन्छ होला यार सेकेन्ड गियर भयो अब माथि पेल्न भने यार पछिकोमा छो हावा पछिल्लोमा अलिक कम रहेछ क्या ओए ओ माई गॉड चाहिँ अब 3 जनाको फोटोसुट भयो त्यहाँ चाहिँ हैन 2 जना त माथितिर पानी भर्न गएका छन् अब हामी चाहिँ माथि चढ्दै गयौँ माथि गएपछि एउटा पुल छ अरे हैन त्यो पुलमा पुगेपछि चाहिँ हामी यो चाहिँ डाउनले सर हान्ने हो रे गोप्रोमा चाहिँ 3 मिनेटको स्टोरेज छ अनि चार्जर पनि जम्मा 20% छ हैन अब यो डाउनहिल गरेको चाहिँ ल विली हान तिमीले हाई सिट सकर सक्छौ ल हान ओए वान एन्ड विली यसको बोल्टे ओ माई गॉड यो हो नि त त्यहाँको लागि अलिक स्टोरेज कम छ अनि त्यसपछि माथि गएर डिलिट गर्दैछौँ चार्जर पनि कम छ कि डिलिट गर्दा पनि चार भइयो सकेर के खिच्ने यार 3 मिनट पनि त खतरा फल्यो हेर्दा कडा होइन यो बाफ रे कटर हो कि कटर अर्नी भन्छ त्यसलाई अर्नी भनेको के थाहा छ केउली भन्ने ठाउँमा होइन यहाँ आउन खोजेको मान्छे चाहिँ पुल छन् 2-3वटा क्या यहाँ त बोल भइसकेको छ गाउँको यस्तै यार के हो यहाँ ओए गार्डन यार आइज यार गार्डन हो यो के हो यो त ऊ हो यार के भन्नु होला खै अब मैले भनेन मैले यहाँ आएर आइपुग्नुहोस् सुरु गरेर मेरो पैदल गराउने यार श्री पालपाली सामुदायिक वन उपभोक्ता समूह अरे के हो स्वास्थ्य चौकी के हो स्कुलको स्वास्थ्य चौकी हो हाम्रो चाहिँ तल 2वटा ठुलो पुल छ भन्नुहुन्थ्यो स्कुलभन्दा यता अनि चाहिँ स्कुल भयो सरस्वती बेसिक स्कुल रहेछ होइन अनि हामीले त लाग्यो फेरि ओए झुलुङ्गे पुल चाहिँ यहाँ त कस्तो कन्डिसनमा छ फेरि यो कन्डिसन चाहिँ राम्रै होला देख त राम्रै यसो चस्मा लाएर हेर्दाखेरि है ओए बवाल अर्को गाउँ जोडेको क्या अहिले बवाल रहेछ यार आएको लाएर है पुल चाहिँ यो भयो झुलुङ्गे पुल 3को बाटो राखेको कि यहाँ होइन अर्कै छ होइन अनि यहाँ चाहिँ काठे पिल बवाल छ यार क्रिस्टल क्लियर छ यार गाइस यार पानी अब
अब केवलीको यो भयो चाहिँ हाम्रो पुल भयो होइन केटाहरू चाहिँ पुलमा जाने भनेर 2 जना चाहिँ गइसके हाम्रो चाहिँ अहिले मेरो गोपुरमा चाहिँ एकदमै कम स्टोरेज थियो र हामीले चाहिँ यहाँ डिलिट गर्न बसेका थियौँ अब हामी पनि लाग्नेछौँ अनि माथि गएर चाहिँ यहाँबाट स्विट गरेर उहाँ जाने भन्ने प्लान चाहिँ हाम्रो नि ल लेट्स सी अब कस्तो हुन्छ त्यो अब 22% चाहेर छ त्यही भएर अब यो हान्दा डाउन हाल्दा पनि खिच्नुपर्ने हुन्छ त्यही भएर छोटो छोटो भिडियो छ त ओहो हो माई गड मायामा पसेपछि स्वर पनि आउँदो रहेछ यार भन त भन्छन् नि ब्याट्री कम छ न मैले अझै सुनाउँथेँ तर हामीले पुलमा जाने भनेको केटाहरू फेरि त आइदिएछन् खोइ मेच्यो ओए खतरा खाँदा बोकेको खसियो दाइ अङ्कल बोकेको खसियो यो बोका हो अरे खसीको यत्रो हुन्छ बोका यत्रो हुन्छ हो र मैले हेरेन कि सिधै तिमीले गाउँ छ है थाक्ला यो चाहिँ थाक्ला रहेको है होइन यसमा सबैभन्दा बढी पाकेको हुनु छ यो कालो हुन्छ पाकेको खोइ फर्स्ट टाइम थाकल खानु गाइज यार यस्तो यस्तो एक्सपिरियन्स हुन्छ नि त गाइज यार यस्तो जङ्गलहरूमा आएपछि त ओए यो हो खोइ पाकेको दिउँदा एउटा यार मैले फर्स्ट टाइम खाएको है यो त किराले खायो यार किम्राले होला है यो तान न ओए निरज उयो तान न सर्ट तान त पहेँलो पुरै झराज पुरै तान किन त्यो खाना मिल्छ क्या तलको तान न माथितिर के खोइ केटाले के जाने यो हो थाकल ल फर्स्ट टाइम चाखाएँ त म पनि आफै चाहे तिमीले ओए नेट छ अरे यार खाए जस्तो पनि लाग्यो मलाई त खोइ यहाँ भुलेर त्यो सानोमा खाएको हाम्रोतिर खासै हुन्न खै ट्याक्क लाएर ए उसले स्पिकर पनि ल्याएर के हो जिबिएलको हो जिबिएलको थियो कुन कम्पनीको भनेको त्यो वाटरप्रुफ हुन्छ होला होइन कति 1500 1500 बेस छैन गरी 1000मा है 1500 कतिमा यसको जेबीएलको त 2500 2000 देखि बल्ल सुरु हुन्छ तर एउटा यस्तै उसमा हुन्छ कि होइन यस्तो डिजाइनमा कि एउटा होला खै थाहा भएन त्यो वाटरप्रुफ हुन्छ बवाल हुन्छ यार ट्याक्ला र अब हामी चाहिँ यो के आधी काठ आधी उ छ त होइन तार र काठ ओ माई गड फर्स्ट टाइम काठे पिङमा आएको गाइज म यार ओए बल आउँछ त यार भाइस त फर्स्ट टाइम हो कि म काठे पिङमा चाहिँ अहिले चाहिँ हामी ट्याक्ला अर्को गाउँ है त्यो चाहिँ यो चाहिँ ढलान भएको रहेछ हेरौँ ढलाइ सेट बहुत उकालो ट्याक्ला यो कि भित्रको भ्यू भनेको चाहिँ गाइस गाड आयो गाड के हो रे अँ जहाँ माथि पुगिन्छ पुगौँ यो उकालो छ नि ओए फत्रा उकालो छ नि त यार एन्डिङ छ जाम बवाल उकालो त्यहाँ चाहिँ ट्याक्ला लास्ट पोइन्ट हो यो चाहिँ इन्डिङ पोइन्ट तर उकालो छ नबोलिकन जाम ओ माई गड कैसा हो रहा है बैक गियर 2 मा चढाएको मैले अहिले यो यस्तो थाकिन्छ गाइस त्यस्तै हो यो हो कि गाइस लिची ओइले हुने बेलाहरू हो र भनेको यार खाना पाइन्छ एउटा दुईटा के भन्छ अङ्कलले एउटा टिपम न एउटा टिपेमै अङ्कल तल झरेर सब खत्तम भयो यार ओए मुला हात पनि बवाल छ त यार म त हामीलाई खासै त्यस्तो त हुँदैन म गाउँकै मान्छे है बट रातै छ है माथि त अलिक टाइम आउँछ यसको भने चाहिँ केटाहरूले टिपी एउटा आदि आदि कसरी हुन्छ यार खाऊ ताजा भरे हाम्रो साइकल चाहिँ ट्याक्ला यो भयो अन्सुमको
मतलब त्यहाँ पानी पात ए यो सन्डे देखेको रहेछ पञ्चुमको चाहिँ यहाँ छ त अनि यो चाहिँ यिनको यो चाहिँ भर्खर आएको बर्बादको अहिलेसम्म हामीले चाहिँ केलु है के अरे के यसको नाम के हो अङ्कल यो ठाउँको नाम के खोला तिर्लक खोला हजुर सटाक ओए खतरा नाम रहेछ त त्यहाँको लागि अङ्कल त पुरै आफ्नै बगैँचा पो रहेछ त लिची बाफ्रे कतै बुट्छ नि होला लिचीका तपाईँको फर्म हो सब यदि कसैलाई लिची आँपहरू चाहिएको छ भने यहाँ सम्पर्क गर्नु होला यहाँ सुपथ मूल्यमा लिची र आँप पाइन्छ ल बेच्नेहरू त गर्नुहुन्छ नि होइन तपाईँ यो लिचीहरू कसरी बेच्नुहुन्छ 200 रुपियाँ किलो हो ल है त आउन सक्नु तपाईँहरू चाहिँ बवाल रहेछ मलाई राम्रो लाग्यो एकदमै यार र चाहिँ हामी चाहिँ यहाँ त लाग्यौँ होइन अब त्यहाँबाट सिधै झुलुङ्गे खोला अरे म त्यो हाम्रो जहाँ झुलुङ्गे पुग्छ नि त्यही है त के भयो सिट ठ्याक्क ल हामी चाहिँ हिँडेको त ओए कुकुर आयो कुकुर आयो केटा कुकुर ओ कुकुर हटाओ कुकुर आयो के ओए गो माटुनी झन्डै त मरेको यार आहान केटाहरू त होइन यो माटर मजा आउँदै गाइज यस्ता लोट्ने भने गाइज गो छाला खाला मलाई गोप्रोको माग्छ गाइज मलाई भाल छैन अरू त सरी त अरू हड्डी सड्डी नमाग्थे भयो होइन क्यामेरा र साइकल चाहिँ किन्नु भएन के त्यहाँको लागि हामीले झुलुङ्गे पुल कटिसक्यो होइन त्यो पुलमा चढिन्छ के गर्नु केटाहरूले भन्दा माथि हिँड्ने भनेको है ओए कम दुःख छ भने साइकलमा ब्लक गर हामीले झुलुङ्गे पुल हटाओ ए मैले खिच्दै भिडियो खिच्दै नाग्गे भएको के रे भाइसँग थोरै हल्का हल्का मजाक भयो होइन ओपिजी ब्लग मेरो भाइ ओए मासला फेरि गइदियो भित्र यार फेरि चेन भित्र गइदियो त्यहाँको लागि फेरि घाम अहिले सुरु भयो होइन जाम ओए सिट ठुलो छ अहिले त मेरो त उत्तानो परेको पनि थियो उत्तानो पर्दै अघिल्लो गरेर खानु त तिनको त यार एउटा ब्रेक छ त्यही पनि अघिल्लो ला राम्रोसँग ला होइन तर नि आउँछ यार त्यस्तो हो केटाहरूमा जुनुन भनेको अहिले हामी तल्लो पुलमा आइयो माथि त तल्लो पुल वाट्सएप आइज क्या जोत दिला पछाडि त ल फेरि ल नाच्दि ल उम्मेर नाच ओए मासला त रुक भाइ यार म तपाईँले खस्छु यहाँ अहिले ओए रुक म माथि जान्छु र माथि जान्छु र रुक ओए पुलको अवस्था बहुत नाजुक रहेछ यार एकला भाइले खतरा नआइरहेको नि ओए नो नाउ नाउ हेर्ने माछा ए अब यो क्यामेरा खास देखिन्न भित्र लाग्छ क्यामेरा मैले हात निकाल्नु गाइस माछा हेर्नु त
निकाल ओइ माछा ओइ ल माछा ट्याग लगाएर हामी चाहिँ यहाँ त लाग्यौँ होइन बस्यौँ अब चाहिँ यहाँ चाहिँ हामी लाग्यौँ अगस्त डाउनलोड मात्र भिडियो हुनेछ 5:25मा 4 छ होइन अब जतिसम्म हुन्छ अब इन्डिङ चाहिँ हुने छैन हामीहरू चाहिँ फेरि त्यो अघिको स्कुलसम्म आएका छौँ होइन तल जाने हामी त यहाँबाट रेस हुन्छ हाम्रो चाहिँ रेस मतलब स्पिड ओम नमः शिवाय हरिओम हामी चाहिँ जान्छौँ पसलमा होइन बाटोको पसलमा यो ठाउँको नाम के हो आमा यो ठाउँको नाम केउली त्यो माथि फेरि अर्को गाउँ रहेछ त्यो होइन त्यो के भन्दै हुन्थ्यो त्यहाँको लागि यहाँ चाहिँ अब हामीले चाहिँ के नास्ता छ के खाने भनेर सोध्दैछ मैले फोन ग्रुपमा चार्ज छैन यहाँ चाहिँ हाम्रो निरज साबु चाहिँ होइन के छ भाइ घुर्दा गरेर यहाँ यिनले आज यस्तो साइकल यिनको बोबाल खतरा छ होइन साइकल त्यस्तो नराम्रो होइन त बट एउटा गिएन के अरे एउटा ब्रेकमा लिएर हिँडेन कि अघिल्लो ब्रेकै छोइन एउटा लाग्दैन टेक्नोलोजी हो के वान पिस हो यो भनेको म पनि गाउँ छँदाखेरि त एउटा ब्रेक नभएको ह्यान्डल नभएको साइकल लिएर हिँड्दै गाउँ छ त होइन कुनै दिन स्टोरी लाउनु पर्ला छोर गया तु काए तिमीलाई गाली आउँछ यो भिडियो पछि अब साथी ट्यागको लागि ब्रेक बिना हिँडिदिएर आएन होइन जे भन्दै नि उनी हो खै ब्रेक देखाउँछ र तिम्रो चाप त यो चाप त यहाँ र यहाँ कहाँ यो तिनले ब्रेक लाग्छ उकालोमा अहिले